रिस खा आफू बुद्धि खा अर्का। एक दिन एउटा साँप आफ्नो बाटो लागिरहेको बेलामा अचानक त्यसलाई एउटा आराले अलिकति काटिदिँदछ र साँप त्यति बेला यति साह्रो रिसाउँदछ। रिसको बेलामा साँपले आरालाई आक्रमण गर्दछ र त्यति बेला साँपले आरालाई यति साह्रो जोडले बटार्ने गर्दछ। बटार्दा बटार्दा साँप आफै त्यति नै बेला दुई टुक्रा भएर तिनै मर्दछ। हामी पनि धेरैपल्ट यो साँप जस्तै सानसानो कुरा हाम्रो जीवनमा आइलाग्दा, सानसानो परिस्थिति आइलाग्दा, कसैले अलिकति टुसक्कै के भनिदिएकोलाई हामी के गर्छौँ, छिट्टो आवेशमा आउँछौँ र हामी त्यसको छिट्टो प्रतिक्रिया जनाइहाल्छौँ। हामी रिसमा आउँछौँ र रिसले मानिसलाई कहिले पनि फाइदा दिएको छैन। जब जब पनि मानिसले रिसमा कुनै पनि निर्णयहरू लिँदछ, जब जब पनि मानिसले रिसको बेलामा कुनै पनि प्रतिक्रिया जनाउँदछ भनेलाई त्यसले जहिले पनि त्यो मानिसको जीवनमा हानि मात्रै पुर्याएको छ। यसर्थ साथी हो, म तपाईँलाई यही भन्न चाहन्छु, हामी रिसले होइन, हामी रिसमा होइन, तर हामी बुद्धिको साथमा काम लियौँ। धेरैपल्ट मेरो जीवनमा पनि धेरैपल्ट यस्ता कुराहरू भएको छ। अन्तमा गएर त्यसले मेरो जीवनमा पनि धेरैपल्ट रिग्रेट भन्ने कुराहरू ल्याएको छ, पश्चातापको कुराहरू ल्याएको छ। र यसर्थ माई फ्रेन्ड, मेरो मित्रहरूलाई यही भन्न चाहन्छु, तपाईँहरूले रिसमा कहिले पनि कुनै पनि डिसिसन नलिनुहोस्। रिसको बेलामा तपाईँले कुनै पनि प्रतिक्रिया जनाइ नहाल्नुहोस्, किनभनेदेखिलाई रिसले कहिले पनि हाम्रो जीवनमा फाइदा ल्याउँदैन। यति भन्दै म मेरो यो सानो भिडियोलाई यहाँ राख्न चाहन्छु। यदि तपाईँलाई मेरो भिडियो मन परे धेरै कहाँ सेयर गरिदिन, मेरो पेजलाई फलो गरिदिन, साथसाथै लाइक्स र कमेन्ट्स पनि गरिदिन म तपाईँलाई यहाँबाट विनम्र निवेदन गर्न चाहन्छु। धन्यवाद।